सो गाइस अहिले चाहिँ फर्स्ट अफ अल गुड मर्निङ एन्ड नमस्ते सबैलाई। आज चाहिँ हामी दाइरामा चाहिँ घुम्न गइरहेछौँ होइन, कतातिर हुन्छ अब जाउँ होइन। आज कन्टेन्ट पाइरहेको थिएन, त्यही भएर मैले दाइलाई बोलाएको होइन। अब बिहानको भ्यूको मजा लिनुहोस्। सो गाइस अहिले चाहिँ हामी रेलीनगर होइन, हामी चाहिँ त्यो तलबाट आएको। हामीहरू मुलपानी पुग्न लागिसक्यौँ होइन। गाइस अहिले चाहिँ हामी कुर्के खोलाको पुलमा छौँ। हामी चाहिँ काँक्रे बिहारतिर जान लागेको होइन है, काँक्रे बिहारतिर जान लागेको। यो भ्लग पुरा हेरेर हजुरहरूले आशा राखेको छु। र यो बजार हजुर अहिलेको नयाँ बजार हो त्यो चाहिँ। यो चाहिँ पुरानो शिव मन्दिर होइन। अब हामी अहिलेको नयाँ शिव मन्दिरमा पनि जान्छौँ अहिले। अब हेर्न सक्नुहुन्छ सुर्खेत भ्याली क्या दामी देखिरहेको छ होइन। यो चाहिँ नयाँ शिव मन्दिर चाहिँ यो चाहिँ होइन। अब हामी उयोबाट चिया खान जान्छौँ। पढ्यो नि आउनु होला भनेर जिम छ होइन। यो चाहिँ फ्री जिम है, यहाँ पैसा केही लाग्दैन। जिम हान्नु छ भने चाहिँ शिव मन्दिर, पुरानो शिव मन्दिरको यतापट्टि आउनु होला। यहाँबाट चाहिँ भ्यू यस्तो दामी आउँछ। सुन्दर गाइस, यो चाहिँ चिया खाने ठाउँ हो। ठाउँ चाहिँ कडक छ है। ल गाइस हामी चाहिँ यहाँ चिया खाने ठाउँमा छौँ। अहिले चाहिँ यो के हो नाम लेखेर राखेको जस्तो छ कपमा। ठाउँ चाहिँ कडा छ होइन। यहाँभन्दा तल चाहिँ दाइ यो ठाउँको नाम के अरे?
अब बिहानको सिनो होइन चाहिँ यो चाहिँ अरू केही भन्नु छ तपाईँलाई चाहिँ सबले सपोर्ट गरिदिनु माया गरिदिनु भाइलाई बिस्तारै बिस्तारै हल्का माया गर्दै जानु अझै यतिको माया देखाउनु भए त्यही हो हामीबाट पनि सपोर्ट छ भाइलाई फुल सपोर्ट छ होइन दाइहरूबाट पनि अब त्यही हो नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्नु लाइक कमेन्ट सक्दो सेयर गर्नु होइन सो गाइज अहिले चाहिँ यहाँ किमीको सिजन लगाइसक्यो होइन खतरा कालो कालो भइसकेको छ खाने मान्छे कोही छैन नि क्या कि यता यता खाने मान्छे कोही छैन नि क्या हो किमु किमु खानु दिने हो कि नै हामीलाई खास त्यहाँबाट तल छडियो भने त गाह्रो भयो यहाँबाट चाहिँ दामी भ्यू देखिने रहेछ होइन हामी चाहिँ अहिले दाई भाइको चिया पसलमा आएको छौँ होइन चिया खाना दाई भाइको चिया पसल एकछिन वाइफाई स्क्यान गरौँ होइन वाइफाई रहेछ है ल कस्तो लाग्यो त दाइ चिया चिया त खा हो कि यहाँको नारी हजुरहरूले नि यहाँ भिजिट गरिदिनु होला यहाँ हाम्रै दाइको काँक्री बिहार मन्दिर काँक्री बिहारको बाटो लाग्दै शिव मन्दिर माथि शिव मन्दिर पुरानो शिव मन्दिर तलबाट माथितिर लागेर अनि राइट साइडमा आइदिनु होला त्यही हो मेरो भनाइ माया गर्दै जानु अझै सपोर्ट गर्दै जानु अझै योभन्दा राम्रो राम्रो ठाउँ गएको भिडियो आउनेछ दाइ हुँदासम्म भाइले फुल सपोर्ट दाइबाट सो गाइज अब चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो है यहाँको डरो छ होइन उहाँ चाहिँ ओनर हो हाम्रो यो विशेष हामीले यहाँ माटोबाट हुन्छ यो हाम्रो काँक्रीबाट जाने रोडमा छ एकदम मिठो खाइन्छ आउनुवाला हजुरहरू पनि ल गाइज हामी चाहिँ यहाँबाट अब निस्किनु लाग्यो है सो गाइज अहिले चाहिँ हामीहरू काँक्रे बिहारतिर इन्टर हान्न लाग्यो है चाहिँ पहिला लुटेर चोर फटा धेरै लाग्थ्यो अरे यहाँ चाहिँ कमी भन्दा नि आजकल लाग्दैनन् पहिला चाहिँ यहाँ अलि आउने मान्छेलाई लुट्थ्यो अरे कि होइन तलतिरको चाहिँ एउटा सिन देखाउँछौँ हामीले त्यसपछि उता सिङ्गल ट्रीतिरको सिन देखाउँछौँ माया गर्दै जानु त्यो पुगिसकेपछि सोचौँला पुगिसकेपछि हामी तपाईँहरूलाई केही नयाँ ठाउँमा लगेर जानेछौँ स्योर सपोर्ट गर्दै जानु न अझै राम्रो आउनेछ
यो चाहिँ सुकेको रुख अलिअलि भाइरल सुकेको रुख हो अस्ति बनाएको भिडियो यही होइन ऱ्याप अस्ति एउटा ऱ्याप हानेको भिडियो त्यो आइडी म मेन्सन गर्छु तपाईँहरूलाई यो चाहिँ भाइरल रुख भनौँ अब भाइरल भइसकेको छ होइन यहाँ अस्ति दाइहरूले ऱ्याप हान्नु भएको थियो सो गाइज हामी चाहिँ यो माथिबाट देखाएको ठाउँ चाहिँ यो होइन हामीहरूले क्लियर आएको थिएन राम्ररी त्यहाँबाट अब चाहिँ मजाले क्लियर आइसक्यो होइन त्यहाँ चाहिँ घर बनाउने को लागि त्यो पिल्लरको लागि सरियाहरू बनाएका रहेछन् गीत कडा कडा बजिरहेको सो गाइस दुई भाइको जोडी कस्तो लागिरहेछ त भन्नु होला होइन कमेन्टमा टक्क तपाईँहरूले एक क्लिप त्यो ऱ्याप पनि म यो भिडियोमा हाल्नेछु थाहा छ नि सुर्खेत वीरेन्द्रनगर नामै काशीको केटा होइन साउट आउट माई होमेज लाटी कोइली धारापानी एडिचोक सब केटा सब साथीहरूलाई माया छ मेरो होमीहरूलाई है हरखडी मङ्गल गढीमा दङ्गल केटाहरू एडिचोकमा जम अनि थाहा पाइहाल्नुहुन्छ भाइरल छ कि भन्ने कुरा सो गाइस अब हामी यहाँबाट निक्लिनु लाग्यो होइन यसको लोकेसन पनि हामी देखाउँछौँ यहाँको लोकेसन हामीहरू सेयर पनि गर्छौँ प्लस यहाँ भिडियोमा पनि देखाउँछौँ है अब लोकेसन हेर्दै जानुहोस् यो भ्लग चाहिँ अलि यसमा चाहिँ हामीहरू स्पिड अलि बढाउँछौँ बिकज हामीहरूको धेरै लामो भयो भने भ्युवरहरूले हेर्नुहुन्न त्यस कारण अब यसको लोकेसन चाहिँ यो हो हामीहरू चाहिँ माथितिर जानु लाग्यो योभन्दा तल आउनु होला फेरि माथि नजानु होला होइन योबाट म अहिले भनिदिने पनि छु यो माथिल्लो बाटो चाहिँ उता काफी बेर जान्छ भने यो जुन चौतारो छ नि चौताराबाट अलिक तल जानुभयो भने हामीहरूले माथितिरको त्यो बाटो नजानु होला यो बाटो जानु होला यो बाटो गयो भने पुगिन्छ होइन हामी चाहिँ अहिले यो बाटो जानु लाग्यो माथिबाट त्यो बाटो हो कता यो सिङ्गल ट्री यो चाहिँ सिङ्गल ट्री जाने बाटो है अलि चलाउँदाखेरि कान डम्सिन्छ कि मुभी खेल्ने जस्तो ठाउँ कि सो गाइज माथि त्यो चाहिँ बुलबुले ताल होइन बुलबुले तालबाट काँक्री बिहार यति नजिक देखिरहेछ यो तपाईँहरूले बाहिर लगाएको वालहरूले चिनिहाल्नुहुन्छ दामी छ यो ठाउँ चाहिँ विशेष गरी साथीहरूसँग आउँदा चाहिँ एकदम रमाइलो हुन्छ है यो ठाउँमा चाहिँ गाइस अगाडिबाट साइकलबाट आइरहेको खरायोदेखि लगेर खरायो दुर्सी चरायो पनि छ यहाँभित्र चाहिँ जङ्गलमा थाहै थिएन नि यत्रो पछाडि के बाटो पनि छ भनेर यहाँको पानी फोहोर हुनाले यहाँ धेरै पिकनिक खानाले फोहोर हुनाले यहाँ चाहिँ नमराज भेडा भन्ने चाहिँ एउटा अङ्कलले यहाँ बाटो साटो बन्द गरिदिनु भएको थियो उहाँले चाहिँ यो जङ्गल वनपाली जस्तै उहाँ हुनुभयो यहाँको रक्षा गर्ने यहाँको जनावरको त्यही भएर चाहिँ यहाँ बन्द थियो बाटो त्यही पनि अब बाटो जसरी नेपालीको बानी बाटो खोलिहाल्छन् त्यही हो तपाईँहरू पनि आउनुभयो भने फोहोर चाहिँ जताभावी नफालिदिनु होला त्यही भन्न चाहन्छु फोहोरहरूको व्यवस्थापन नगरिसकेपछि यहाँ फोहोरै आगो लाग्यो भने प्लास्टिकहरूमा त छिटो आगो टिप्छ त्यसकारण सक्दो प्रयास गर्नु होला नफोहोर गर्ने र यदि फोहोर भइहाल्यो भने पनि आफूले
लगेर जानु होला। कुइने फोहोर त केही हुँदैन। कुइने फोहोर चाहिँ हामीहरूले पानीमा त्यतातिर नफाल्नु होला र कुइने फोहोर चाहिँ यो जङ्गलमा फोर्ने भने अलि मल हुन्छ, अलि दामी प्लस कडा ठाउँ छ है। रुखडा ल्याएर यसो बिचमा तपाईँहरू डिप्रेसनमा हुनुहुन्छ भने यहाँ चाहिँ फ्रेस हुन आइदिनु होला। डिप्रेसन यहाँ चाहिँ आयो भने डिप्रेसनबाट मुक्त भइन्छ है। डिप्रेसन मुक्त क्षेत्र। यहाँ चाहिँ बाटो बन्द गरे पनि अब यताबाट चाहिँ बाटो बनाएको छन्। अहिले चाहिँ यहाँ मान्छेहरू आउन मिल्ने भन्नुभएको थियो, त्यही पनि यताबाट बाटो बनाइसकेका छन्। के गर्ने अब हामी पनि जानै पर्यो। नालीभित्र घुसेर जानुपर्छ, नाली देखाइदेऊ न। यस्तो नालीमा गए नालीभित्र अब जाने है हामी, नालीबाट भएर हामी उतातिर। गाइज भाइ चाहिँ त्यहाँबाट आउँदैछन्, आइसके। बाटो चाहिँ त्यो यस्तो फोहोर छ, त्यही भएर नि यहाँ बन्द गरिएको थियो। यस्तरी फोहोर यहाँ झुन्डाएको छ। हेर्नु यहीँको पानी जनावरले खान्छन्, त्यही पनि अझै त्यति भन्दा नि यहाँ फोहोर गर्न छोडेनन्। त्यस्तै हो यहाँ हेर्नुहोस्। अनि मेन ठाउँ चाहिँ यसलाई भन्छन् सिङ्गल ट्री। सिङ्गल ट्री यसलाई भन्छन्, पिकनिक स्पोट। तपाईँहरू फ्यामिलीसँग आएर यहाँ बसेर खान पनि सक्नुहुन्छ, तर यसरी फोहोर चाहिँ नफाल्नु होला। फोहोर लगाएको रुख पनि सुकिसक्यो यहाँ फोहोर फाली। त्यही हो, यति भन्न चाहन्छु। बाँकी भाइले भन्छन्। सो गाइस यो चाहिँ फोहोर फाल्ने ठाउँ होइन, फोहोर फालेर यहाँ जलाउने ठाउँ यो हो। यहाँ सुविधा हुँदा नि यता बाहिर यहाँ अहिले फाल्नु भएको मान्छेलाई एकदम धन्यवाद छ दिन चाहन्छौँ हामीहरू। प्लस यताको वातावरण पनि बिग्रिन्छ होइन, यस्तो प्लास्टिकहरू यतातिर फालेको हुनाले हामीहरूले चाहिने चाहिँ हामीले यो ठाउँको चाहिँ ज्ञान पाएर हामीले हजुरहरूलाई भनेको। अब हजुरहरू पनि बुझ्नुहुन्छ, त्यही हो। आफूले जति आफूसँग ज्ञान छ, जति थाहा छ त्यो भन्नु पर्यो। त्यही हो हामीले। तपाईँहरू पनि आएर यहाँ फोहोर नफालिदिनु होला। सकेसम्म क्लब गराएर यहाँ सफा गरेर पुरा क्लबै आइदिनु होला। हजुरहरूको पनि पेजमा नामहरू चाहिँ आउँछ, यो क्लबबाट आयो भन्ने हुन्छ। त्यही हो गाइस। हामीहरू दुईजनाले मात्र यत्रो फोहोर व्यवस्थापन गर्न सकिन्न। हामी दुईजनाले मात्र फोहोर सफा गर्न खोजेर यो सम्भवै छैन। एकछिन उतासम्म जाऊँ, उता पनि कति फोहोर छ हेरौँ होइन। हामी चाहिँ गर्नुपर्ने गरिरहेको छ। हामी स्कुलबाट अनि कलेजहरूबाट यहाँ सब मिलेर आएर यहाँ सफा चाहिँ गरिरहेको हुन्छौँ। यहाँको बोट बिरुवाहरू पनि रोपिरहेको थियौँ 3-4 महिना अगाडि। यो गर्नुपर्ने हामीबाट चाहिँ भइरहेको छ। तर यहाँ पिकनिक खानेले चाहिँ यहाँ सब फोहोर गर्न लाग्नुभयो। त्यही पनि त्यत्रो बाटो बन्द हुँदा नि अर्को बाटो गराएर आइहाल्नुहुन्छ। त्यही हो गाइस मेरो भनाइ। यहीँकै बढी सिन खिचेर नि हुँदैन। अलि ब्लग लामो बनाएपछि तपाईँहरूलाई नि अल्छी लाग्न सक्छ। अब हामीहरू यहाँबाट जान्छौँ उता भाइरल रोड होइन, भाइरल रोड जान्छौँ। अब एकचोटि गएर यसो टिकटक पनि बनाइहाल्नु पऱ्यो होइन, इन्स्टामा हाल्नु पऱ्यो रिल्सहरू। प्लस अब सक्दो म यो भिडियोको पनि मिनी ब्लग बनाउने कोसिस गर्नेछु। टाइम हुन्न एडिट गर्नको लागि, त्यही भएर हो। मलाई क्यापकटमा एडिट गर्न लास्टै झ्याउ लाग्छ, एडहरू आउँछ, त्यो भएर पनि हो। अब हामी खोला तरेरै भेटौँला है। सो गाइस यो चाहिँ भाइरल रोड जाने बाटो होइन, यो भाइरल रोड जाने बाटो। यो यताको चाहिँ भाइरल रोड जाने बाटो। यता चाहिँ रहलपुर भन्ने ठाउँ। कुन रहलपुर? त्यसलाई नि सानो सुर्खेतै भन्छन्, तर त्यसलाई रहलपुर भन्छ त्यसलाई। यो चाहिँ भाइरल रोड जाने बाटो है। भाइरल रोड आउनु लागिसक्यो। मैले पनि देखाएको छैन, आजदेखि नै भयो होइन। भाइरल रोडको सुरुवात भइसकेको छ गाइस। चाहिँ त्यस्तो केही छैन। जब यहाँ धानको सिजन हुन्छ, धानसान फल्यो भने चाहिँ दामी छ ठाउँ। सब आउनु होला।
घुम्नको लागि दामी हुन्छ होइन। धानसान फलेको बेला ब्याकग्राउन्डहरू होइन, फोटोको ब्याकग्राउन्डहरू कडा आउँछ। ठुलो भ्यालीको टिकटकरहरू पनि आएर टिकटक बनाएर जानुहुन्छ। रमाइलो छ। यहाँदेखि पनि अलिअलि भयो नि भ्यू हेर्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ सुर्खेत भ्याली चाहिँ दामी देखिन्छ। नयाँ ठाउँहरू होइन, टक्क नयाँ ठाउँहरू हेर्दै जानुहोस् होइन। मेरो सब्सक्राइब गर्दै जानुहोस् होइन च्यानल। सब्सक्राइब सेयर गर्दै जानु। अझै माया छ हामीबाट अनि हजुरहरूले माया देखाउनु पऱ्यो। त्यही हो। मेरो भिडियो चाहिँ इन्डिया त्यतातिरबाट पनि हेर्नुहुन्छ, उहाँहरूलाई पनि धेरै धन्यवाद होइन हेरेकोमा। र तपाईँहरूलाई केही अरू कुराहरू पनि भन्न छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ, प्लस मलाई पर्सनल्ली मेसेज पनि गर्न सक्नुहुन्छ। मैले प्रायः जसोमा व्हाट्सएप नम्बर पनि दिएको छु, त्यो पनि हेर्नु होला एकछिन होइन। अब चाहिँ हामी एकछिनमा अब घरतिर पनि जान्छौँ। सो गाइज धेरै लामो पनि नबनाऊँ हामी भ्लग होइन, एकदम दामी जङ्गल देखिने रहेछ। सो गाइज अब चाहिँ हामीहरूले एक दुईवटा खिचेर लिए नहीं होता है नहीं क्या चीज है यार ब्लॉग तो बनाओ हम भयो हमने के भयो यस्तो खतरा सिक्यो हामीले घरतिर पुगिसकेँ मैले है माया Bye.
ल त दाइ है इक्जाम पछि भेटौँ न तपाईँको